बिहान बिहानै उठेर अरबिनीबाट के अरे घाँस काट्न जान लागिरहेका छौँ। अङ्कलको चाहिँ यो यसो तयारी राम्रै छ। यो ड्रेसअप यता टोलीहरू सबै रेडी भइसकेका छन्। यो नन्दा र जेउरा पनि रेडी भइसकेका छन्। यहाँ आन्टीले पकाउँदै हुनुहुन्छ घर बसेर। व्यापक तरिकाले दाल पाक्दैछ। तपाईहरु पनि घाँस काट्न जाँदै हुनुहुन्छ भने जेउराहरूलाई यसरी बनाउनुहोस्, तपाईलाई सजिलो हुन्छ। अब यो दुईटा फुर्का चाहिँ कम्मरमा बाँधेपछि यो नाल्न सजिलो हुन्छ। यस्तो ट्याक्क बाँधिसकेपछि ट्याक्कै हिँड्ने बाटो। अब खुर्पेटो अनि टाउको काम गर्ने हिँड्दाखेरि ट्याक्क आफूलाई कम्फर्टेबल तरिकाले हिँड्नुपर्छ कि कस्तो बनाएपछि। खुर्पेटाको एउटा रसी खै त यहाँ खुर्पेटो यहाँ खुर्पेटो यसको त अङ्कल उजो छैन है। सरी गाइज, यो खुर्पेटोमा हामीले पैसा ल्याउन सकेन, हातमा ल्याउनु पर्ने भयो। पाइप फुत्का रहेछ बाटोमा। हामी चाहिँ जाने त्यो डाँडामा हो, त्यहाँनिर त्यो डाँडाभन्दा यसो पतिर यसरी जाने। गाडीतिर हाल्छ नि बाटो यही 7 मिनटसम्म लाग्यो कि। पुरानो बाटोलाई उ बनाएको कि गाडी हिँड्ने बाटो चाहिँ एकदम यो भनाल मेरो युट्युबमा हाल्ने हो कि। हेर्नु पब्लिकले चाहिँ गाउँले जीवन जरुरत नि। गाउँले जीवन विदेशबाट आएर खतरा लुगा लगाएर हामी हिँडिसकेका छौँ। हामीहरू खतरा है, हाम्रो खरवारी नि मोटरबाट जान्छ सलक्कै हिँड्दै जाऊँ भन्ने उद्देश्यले हो। हामीसँग हाम्रो साथी पनि हिँड्नु भएको छ, द डग, द व्हाइट डग। सिद्धान्त फेरि कमान्डर हो यो डगको। सिद्धान्तले भने भर्खरै बनकुखुरो छोपेर लिएर आइहाल्छ यसले, हो कि नै सिद्धान्त? यो संसारमा सबभन्दा झुट नबोल्ने मान्छे सिद्धान्त हो। बस थाकिसकेका छन् बाबु। तराईका केटाकेटीहरू यस्ता हुन्छन्। नाटक मात्र हो भन्ने कुरा आएको छ। हामी आधा बाटोमा आइसकेका छौँ। पछाडि डग, हामीसित डग पनि छ। अझै साथ छोडेको छैन, डराएको छैन। मेरो कालो हो चस्मा तर घर छ। गुड। ए कडा गीत आइसकेको छ किड्सहरूबाट। हाम्रो कसरी रोकिन्छ? पुरै उकालो बाटो छ, जङ्गलको बिच। अलि छिटो नै छिटो न थाकिस। ये सिद्धांत बहुत थकता है। सिद्धांत को ज़्यादा मोबाइल पर ध्यान देना नहीं चाहिए, ज़्यादा एक्सरसाइज पर ध्यान देना चाहिए, वरना ये तो चल ही नहीं पाएगा। यो दुईचोटि बसिसकेको छ। 20 मिनेटमा दुईचोटि बस्ने मानिसलाई सिद्धान्त भनिन्छ। सिद्धान्तको हालत खराब भइसकेको छ। डग पनि थाकेको छैन बरु। यसलाई चाहिँ बनमारा झार भन्छ अथवा लोकल नेम कालोपाती पनि भन्ने गरिन्छ। यो पहिला चाहिँ कता कति
देखिन्थ्यो। अहिले चाहिँ तपाईँको खरबारीहरूमा लगभग यो पुरै भरिभराउ जस्तो देखिन्छ। यसले चाहिँ एउटा घाँस काट्ने किसानहरू जसले चाहिँ गाईबस्तुहरू पाल्नुहुन्छ उहाँहरूको लागि चाहिँ एकदम समस्याको विषय भनेको चाहिँ यो गाईबस्तुले पनि नखाइदिने र यो उम्रेको ठाउँमा अरू घाँसहरू पनि नउम्रिने। यसको चाहिँ जुन यसले केमिकल सिन्थेसाइज गर्छ त्यसको असरले गर्दा अरू घाँसहरू पनि हुन दिँदैन। त्यसले गर्दाखेरि चाहिँ यसलाई तपाईँले घाँस काट्दाखेरि चाहिँ सकेसम्म जरैदेखि उखालेर फाल्दाखेरि यो फैलिन पाउँदैन। सबैमा नमस्कार। यो हातमा देख्न सक्नुहुन्छ यो चाहिँ अब फरक फरक ठाउँमा फरक फरक नामले चिनिन्छ। यसलाई कहीँ चाहिँ यसलाई अब कटुस भनिन्छ, कहीँ यसलाई अब हाम्रोतिर धार्ने भनिन्छ। यो लोकल नाम अनुसार चाहिँ फरक फरक पर्छ। यो चाहिँ के गर्ने हो भन्दा यो फल हो है, कटुस अथवा धार्नेको फल हो। यसलाई हामीले यो काँडा हुन्छ पुरै यो पहुँच्छ हामीले यहाँबाट फोर्ने हो भने यहाँभित्र चाहिँ एउटा खानेकुराहरू हुन्छ। यसमा चाहिँ छैन, यसमा खानेकुरा हुन्छ। यो खाना चाहिँ एकदम मिठो हुन्छ है, एकदम नेचुरल फुड, एकदम शक्ति दिने खालको हुन्छ। हामीले यसको भित्रको पनि भेटायौँ भने चाहिँ अपडेट गराउनेछौँ। यो कोलाई थाहा छ यो फलको बारेमा कमेन्ट गर्नु होला। धन्यवाद। यति बेला हामी हाम्रो खरबारी जाने क्रममा बाटोमा जाँदा अथवा आउँदा चाहिँ भारी बिसाउने, थकाइ मेटाउने, तिर्खा बिर्साउने ठाउँ हाम्रो टाकमारे भन्छ यो ठाउँलाई। हामी टाकमारेमा आइसकेका छौँ। हामी यहाँ देख्न सक्छौँ यो ऐतिहासिक महत्त्व बोकेको ठाउँ हो। यहाँ मान्छेहरू धेरै आएर थकाइ मेट्नको लागि प्रयोग गरिन्थ्यो। यहाँ बस्ने ठाउँहरू प्रशस्त छ, शीतल हावा चल्छ। यहाँ बर र हाम्रो पिपल र स्वामी देख्न सकिन्छ। यहाँबाट हाम्रो पुरा अर्बिनी फाँट पनि देख्न सक्छौँ हामीले। यहाँ बसेर थकाइ मेटाउँदै सर र अर्बिनी फाँटको हामीले फुल भ्यू हेर्न सक्छौँ। उकालोबाट ट्याक्क रेस्ट गर्ने ठाउँ। यता हाम्रो यतासम्म छ अर्बिनी अनि यहाँसम्म छ। त्यो परको चाहिँ हाम्रो सेतीबेडी हो, पारी पर्वत हो, यो स्याङ्जा हो। भिडियो गरे हस्का चौपारीमा छ यस्तो हालत फाल्ली डगे सिलारी हम काका पुइ दियो भिडियो ओके म आदिके बाग गरे पनि हाल्नु हामी चाहिँ अहिले पानी बनाउन आइसकेका छौँ। बाटा हिँड्ने मानिसहरूलाई चाहिँ पानी खान त्यो पाइपमा चाहिँ पानी आएर हुन्छ। पाइपै उगाएर आइसक्यो। हिलो होइन रोक्नु पानी बनाएर जाने हो क्या। अरे नहीं पीछे का है ताने आएगा ना पीछे का है के नहीं आटू के बब्बा लो आयो। हाँ ठीक है मैं सब उसका ला यहाँ दे ला भाई ताने आई सके कैसे पानी खाऊंगे। थैंक यू वेलकम।
लोटिन्छ है, चिप्लो छ। स्कुलको पनिसमेन्टको लागि सिस्नोले पोलिदिन्छ नि। बाटो पुरै चिप्लो भइसक्यो है कि मान्छे नहिँडेर। यहाँ फेरि घाम त्यति लाग्दैन, घाम नलाग्ने ठाउँमा ल्याउले गर्दा चिसो भइरहने रिप रिपियनले गर्दाखेरि चाहिँ अलि सिद्धान्त एकचोटि पल्टिसकेको छ। बाटो त डेन्जर छ नि, हिँड्ने बाटो यही हो। हामी आइसकेका छौँ, लगभग अब 5 मिनट जतिमा पुगिन्छ। यो चाहिँ कोडवोड हो, कोही चाहिँ घाँस काट्न पहिले आएन कि नै भनेर सङ्केत दिने कोडवोड हो यो। ये देखिए इधर सिस्नो तो नहीं है, लेकिन यहाँ पर झरने का रास्ता ही नहीं है। इधर से तो नहीं उतर पाएंगे हम, लगता है यही इसका घास हमें बनाना है। हमें किधर से जाना है हमें पता नहीं। थोड़ी देर कृष्ण वो आ रहा है, उधर से हम भटक गए थे, लेकिन हमारे में जान आई है क्योंकि हमने कृष्ण को देख लिया है। कृष्ण के साथ हम भी होंगी। नेपालीको चाहिँ जोगीमारा भन्ने ठाउँ हो। हामी रुखमा चढ्न गइरहेका छौँ। यताको रुखमा चढ्नलाई अनि यो साइड चढ्नलाई गाह्रो छ, त्यही भएर पाक्नु यसको मार्फतबाट यो रसिद बेलामा यता किन ल्याउनु पर्यो। मलाई घाम देखि नै मिल्दैन। Ora. Kita hasil. रुख में चढ़ने की चिंता करनी डिंग डिंग। Ora. Ali parle. हमेशा फर फुट्किन सक्छ है किस्म सुस्ता
डेबोटो खाली भइसकेको छ। यति छ। अब यसलाई चाहिँ हामीले बाँध्नको लागि ट्याक्क पहिला यस्तो रसी राख्ने, त्यसपछि अब भारी बाँध्न सुरु गरिन्छ। तयारी भइसकेको छ गाइस। भारी चाहिँ राम्रै बाँध्छु है मैले, भारी राम्रै छ। पल्ट्यो। फाइनल्ली भारी बोकेर हामी हिँडिसकेका छौँ। गाह्रो छ जिन्दगीमा। यही आउनु भएको छ। हजुर आउँदै भनेर हो कि किचन पठाइआएर हिजो गरुङ्गो भयो नि पसिना।